सो गाइज अहिले जो काठमाडौँमा रेन्टमा बसिराख्नु भएको छ र कोठा भाडा तिरेर जुन एउटै कोठाको 10,000 11,000 लिएर अहिले महँगाइमा बसिराख्नु भएको छ उहाँहरूको लागि चाहिँ एकदमै खुसीको कुरा आएको छ। खुसीको कुरा चाहिँ के रहेको छ भने बालेन सरकारले चाहिँ यो कुरा सुनिसकेका छन्। एकचोटि यो भिडियो हेर्नुहोस् माथिको। सर्वसाधारणको गुनासो सुन्दै बालेन सरकार अब सरकार आफैले घर भाडा तोक्ने, घरधनीले अनिवार्य कर तिर्नुपर्ने। दर्शकबिन विशेष गरी काठमाडौँ उपत्यकामा बढ्दो घर भाडा र घरधनीहरूको मनपरी व्यवहार प्रति सर्वसाधारणको गुनासो चुलिँदै गएपछि बालेन शाह नेतृत्वको सरकार सक्रिय भयो। सुनिसक्नु भएको होला। अब चाहिँ काठमाडौँका घरबेटीहरूले चाहिँ मन लागि भाडाहरू लिन नपाउने र जसरी अब बस्ने भयो बस न त अर्को आउँछ भनेर दादागिरी गर्न नपाउने नियमहरू चाहिँ सरकारले अब लागू गरिरहेको छ। यो कुरा कस्तो लागिरहेको छ त? हामीले आवाज उठाउँदै आइरहेको कुरा र हजुरहरूले पनि माया साथ सपोर्ट देखाउनुको नतिजा अहिले सरकारसम्म पनि यो कुरा पुगेको छ। यो खबर सुन्दा मलाई नि एकदमै खुसी लागेको छ। जुन अहिले काठमाडौँमा कोठा खोज्ने अफिसहरू लगायत काठमाडौँका घरबेटीहरूले चाहिँ एउटै कोठाको 10,000 11,000 12,000 यसरी लिने गरेका छन् र यो कुरा सरकारसम्म पनि पुगिसकेको छ भन्दाखेरि मलाई एकदमै खुसी लागेको छ। किनभने मैले यो निरन्तर आवाज उठाइरहेको मान्छे र आज चाहिँ सरकारसम्म यो कुरा पुग्यो र सरकारले अब यो निर्णय लिएका छन् भन्ने एउटा जुन खबर सुन्न पाइयो मलाई नि एकदमै खुसी लागेको छ। र हजुरलाई कस्तो लागेको छ कमेन्ट गर्नु होला। हस्त धन्यवाद।